नमस्कार, म नारायण वास्तोला, अन्नपूर्ण सोलर एन्ड मेटल इन्जिनियरिङको प्रोडक्सन इन्जिनियर। जब हामीले 2048 सालमा चाहिँ अन्नपूर्ण सोलर वाटर हिटरको प्रोडक्सन सुरु गऱ्यौँ। त्यो बेलामा हामीले धेरै कुराहरूको गहन अध्ययन गऱ्यौँ। साइन्सका हिट च्याप्टरको, त्यस्तै लाइट च्याप्टरको, थर्मोडाइनामिक्सको र यसलाई ड्युरेबल बनाउनको लागि चाहिँ मेकानिकलका विभिन्न प्रिन्सिपलहरूको, रिलेटिभ प्रिन्सिपलहरूको अध्ययन गरियो र चाहिँ त्यस्तै हाम्रो यहाँको यो राख्ने ठाउँलाई चाहिँ एकदमै चाहिँ इफेक्टिभ बनाउनको लागि यसको इन्क्लिनेसन कति राख्ने भन्दाखेरि यसको त्यस ठाउँको चाहिँ अक्षांश कति छ, त्यो अक्षांशको आधारमा यसलाई इन्क्लिनेसन दिनुपर्ने भएको हुनाले हामीले चाहिँ जलवायु विज्ञान शाखाबाट विभिन्न ठाउँको चाहिँ त्यो तथ्याङ्कहरू, अक्षांशको तथ्याङ्कहरू लिएर अनि हामीले यसको इन्क्लिनेसन कुन ठाउँमा कतिखेर कहाँ कति दिनुपर्ने भन्ने खालको चाहिँ ज्ञान हासिल गरेर त्यसलाई इम्प्लिमेन्टेसन गरी उत्पादन गरेको हुनाले त्यतिखेर बनाएका सोलर हिटरहरू अहिलेसम्म पनि हामी ग्राहकहरूको, प्रयोगकर्ताहरूको प्रतिक्रिया लिँदा उहाँहरू खुसी हुनुहुन्छ र सिस्टम चलिरहेको स्थिति छ। र चाहिँ अहिले बनेको सोलर हिटर त हाम्रो चाहिँ यो लामो अनुभव अनि सिपमा विकास, मेसिनरिजहरूमा चाहिँ विकास र चाहिँ सबै पूर्वाधारहरूले साथ दिँदाखेरि अहिलेको सोलर हिटर त त्यो बेलाको भन्दा अझ परिष्कृत भइरहेको छ। फिनिसिङमा पनि चाहिँ फड्को मारिरहेको छ। अहिले भने म अन्नपूर्ण सोलर वाटर हिटरले कसरी पानी तताउँछ भन्ने विषयमा यसको कार्यविधि माथि प्रकाश पार्न चाहन्छु। पहिला सुरुमा माथिल्लो ट्याङ्कबाट यसमा ग्राभिटी फ्लो बाट चाहिँ यसमा पानी आइरहेको हुन्छ। योभन्दा पहिला चाहिँ प्यानलहरूमा आउँछ लिक्विड मेन्टेन्स इट्स लेभल इट्सेल्फ। पहिला त्यो ट्याङ्कमा पानी पठायो भने मोटरबाट पहिला चाहिँ यो प्यानलहरू भरिन्छ अनि ट्याङ्क भरिन्छ र बल्ल त्यो ट्याङ्क भरिएको हुन्छ। र चाहिँ यो जब चाहिँ भोरी पानी भइरहेको बेलामा अनि रेहरू, घामका किरणहरू यहाँ पर्दछन्, त्यसपछि भित्रको पाइपहरू तातिन्छ र पाइप तातिएपछि पाइपभित्र रहेको पानी तातिएर अनि तातिएको पानी को चाहिँ तौल घट्छ। किन भन्दा मास चाहिँ त्यति नै छ, भोल्युम चाहिँ बढ्ने बित्तिकै डेन्सिटी घट्यो। डेन्सिटी घट्नु भनेको त्यसको तौल कम हुनु हो। त्यसकारण चाहिँ तातिएको पानी माथि जाने र चाहिँ यो ट्याङ्कमा बस्ने अनि तातिएको पानीले विस्थापन गरेको चाहिँ हेभियर मलिकुलहरू यो बाटो गरिकन यता आउने चाहिँ हुन्छ। यसमा पाइपहरू मात्र तात्तिन नभएर यो एडजोइनिङ बिछाइएको जुन चाहिँ एडजोइनिङ चाहिँ सिट छ, यो एल्युमिनियम सिट हो। यसको कन्डक्टिभिटी जीआई पाइपको भन्दा अझ बढी हुन्छ र चाहिँ यसमा तातिएको जुन चाहिँ हिट प्राप्त गरेको छ यसले, त्यो प्राप्त गरेको हिटहरू चाहिँ यो पाइपतिर आउँछ। किन भन्दा पाइपभित्र चिसो पानी भएको हुनाले पाइप कम्पेरिटिभली चिसो हुन्छ अनि यो चाहिँ तातो हुन्छ। तातो अब कन्डक्सन प्रोसेस के भन्छ भन्दाखेरि चाहिँ फ्लो अफ हिट फ्रम हायर टेम्परेचर टु लोवर टेम्परेचर को फिनोमिनालाई नै हामी कन्डक्सन भनेर बुझ्छौँ भने यो पाइप चिसो भएको हुनाले पानी चाहिँ यता सरेर आउँछ। त्यसो भए यो सबै यताको पानी यता सर्ने, यताको यता सर्ने गर्दा गर्दै सबै आफ्नो छिमेकी पाइपमा चाहिँ हिट ट्रान्सफर हुने भएको हुनाले यो सिङ्गै सर्फेस के हो त भन्दा पानी तताउनका लागि चाहिँ इफेक्टिभ एरिया हो चाहिँ यो पुरै हामीले देखिरहेको। यसमा चाहिँ यो कालो के छ भन्दाखेरि चाहिँ कालो हिट एब्जर्भर भएको हुनाले कालो पेन्ट लगाइएको छ। कालो पेन्टमा पनि चाहिँ साइनिङ इनामेल होइन, यसमा चाहिँ ब्ल्याकबोर्ड पेन्ट, ब्ल्याक जापान जस्ता चाहिँ रफ सर्फेस क्रिएट गर्ने चाहिँ पेन्टहरू प्रयोग गरिएको हुन्छ। र चाहिँ यसमा जुन रेहरू चाहिँ प्राप्त भइरहेका छन् र चाहिँ भित्र जुन तातिरहेको छ यो सर्फेस, यो प्राप्त भइरहेको हिटलाई प्रिजर्भ गर्न, एटमोस्फेरिक टेम्परेचरमा एक्सपोज हुन नदिनको लागि चाहिँ पहिलो कुरा त यो ग्लासले पनि एउटा चाहिँ ब्यारियरको काम गर्छ र चाहिँ तलपट्टि इन्सुलेटर लगाइएको हुन्छ। फङ्सन अफ इन्सुलेटर इज टु मिनिमाइज द रेट अफ हिट ट्रान्सफर भनेर चाहिँ भनिएको छ। र चाहिँ यो हिट ट्रान्सफर हुने गतिलाई न्यूनीकरण गरिदिने भएको हुनाले भित्र राइज भइरहेको हिट बाहिर जान नपाएपछि यही नै डिपोजिट हुने भयो। त्यसले गर्दा पाइप अझ तातिने भयो र चाहिँ पाइप जति तातिन्छ, तातिएपछि त्यो भित्र भएको पानी तातिन कर लाग्यो। जसरी कुनै एउटा केटलमा हामीले चाहिँ पानी तताउँदै गर्दाखेरि चाहिँ केटल तातिसकेपछि भित्रको पानी तात्न कर लाग्छ, त्यसै गरी पाइपले पनि यहाँ केटलको जस्तै चाहिँ काम गर्ने भयो। यसरी
हामीले चाहिँ अनि तातिएको पानी यहाँ आइसकेपछि यो भित्र एउटा चाहिँ ट्याङ्क छ जसमा पानी बस्ने गर्दछ र चाहिँ त्यसभन्दा बाहिरपट्टि फेरि चाहिँ तातेको पानी फेरि यहाँ आएर सेलायो भने त भएन। हामीले त भोलिपल्ट खर्च गरिन्न भने पर्सिपल्ट बिहानसम्म हामीले यसलाई चाहिँ प्रयोग गर्नु छ। त्यसो भएर यसलाई कसरी प्रिजर्भ गर्ने भन्दा यसमा पनि एउटा लेयर चाहिँ एउटा बाक्लो लेयर, एउटा गुणस्तरीय चाहिँ इन्सुलेटरको बाक्लो लेयर यो भित्र राखिएको हुन्छ र चाहिँ त्यसलाई यसले कभर गरिएको हुन्छ। त्यसले गर्दा के हुने भयो भन्दा भित्र भइरहेको हिट चाहिँ सेलाउने गतिलाई चाहिँ त्यसले न्यूनीकरण गरिदिने भएको हुनाले हामी भोलिपल्ट पर्सिपल्टसम्म चाहिँ तातो पानी प्राप्त गर्न सक्छौँ। र चाहिँ यसमा कति तातो पानी रहन्छ भन्ने विषयमा क्लाइमेटिक कन्डिसनले चाहिँ भर पर्छ। जस्तो रातिमा एकदम हिउँ परेको छ र एटमोस्फेरिक अट्याक एकदमै भएको छ चिसोको भने यसमा चाहिँ कम तातो पानी रहन्छ र चाहिँ वेदर कन्डिसन एकदमै राम्रो छ भने त्यस्तो बेलामा चाहिँ मिक्स गर्नुपर्ने पानी चाहिँ यतिकै डिरेक्ट चाहिँ नुहाउन नसकिने खालको पानी चाहिँ यहाँ हुन्छ। इट डिपेन्ड्स अपन द वेदर कन्डिसन। अनि अर्को यसमा रमाइलो कुरा एउटा के छ भन्दाखेरि जस्तो हिजो बेलुकी हामीले 20 डिग्री सेल्सियस भएको बेलामा चाहिँ घाम नलागेको बेलामा साँझमा चाहिँ हामीले यसमा पानी पठायौँ र चाहिँ यो भोरी भएर बस्यो 20 डिग्रीको पानी। रातिमा हिउँ परेर बाहिरको एटमोस्फेरिक टेम्परेचर चाहिँ 2 डिग्रीमा चाहिँ ओर्लियो भने पनि यो भित्र रहेको पानी 2 डिग्रीमा आउँदैन। यो चाहिँ 16 डिग्रीतिर ओर्लेला, 15 डिग्रीतिर ओर्लेला, 14 डिग्रीतिर ओर्लेला। तर चाहिँ बाहिरको वातावरण तपाईको 2 डिग्रीको छ तर यो भित्रबाट तपाईँ 14 डिग्रीको 12 डिग्रीको पानी पाउनुहुन्छ भने अलिकति तातो पनाको चाहिँ महसुस तपाईलाई चाहिँ हिजो बेलुकीको त चिसै पानी हो तर अहिले आएर त्यसले चाहिँ तातो पानीको चाहिँ रोल प्ले गरिदिन्छ र चाहिँ एटमोस्फेरिक टेम्परेचरको कम्पेरिजनमा त्यहाँ चाहिँ तातो पानी चाहिँ प्राप्त गर्न सकिन्छ। त्यसैले अलिअलि घाम लाग्यो भने कुनै दिन बादलिएको दिनमा पनि थोरै थोरै घाम लाग्यो भने पनि के हुने भयो त त्यो 12 डिग्रीलाई चाहिँ 16 डिग्री, 18 डिग्री, 20 डिग्री, 22 डिग्रीसम्म उकाल्न सक्ने गरी झल्याझुलु मात्र घाम लाग्यो भने पनि त्यस दिन पनि चाहिँ हामीले कम्पेरिटिभली तातो पानी पाउन सक्छौँ। र चाहिँ हिउँदको समयमा एकदम प्रतिकूल रेनी डे र चाहिँ माघेझरी 7 दिनसम्म माघेझरी लागेको बेलामा पनि अघिको प्रिन्सिपलले अलिकति फरक पानी नकास्टिने पानी नझनिने पानी त नुहाउँदाखेरि नझन्याउने नकास्टिने पानी त हामी सधैँ पाउँछौँ। तर चाहिँ त्यसलाई चाहिँ पोल्नेमै परिणत गर्ने भने यहाँ एउटा चाहिँ इलेक्ट्रिक इमर्सन रड चाहिँ हजुरले यहाँ चाहिँ इन्सर्ट गर्नुभयो र चाहिँ इलेक्ट्रिसिटी लगेर चाहिँ नियरेस्ट चाहिँ प्लगमा चाहिँ लगेर जोडिदिनु भयो भने त्यो इलेक्ट्रिक इमर्सन रड विथ थर्मोस्टेट हुन्छ चाहिँ हामीले इन्डिकेट गरेको चाहिँ टेम्परेचरसम्म त्यो तातिन्छ अनि त्यो चाहिँ त्यहाँभन्दा माथि जानलाई चाहिँ थर्मोस्टेटले दिँदैन। थर्मोस्टेट पनि राख्ने चाहिँ यहाँ पोइन्ट अर्को रहेको छ। यसरी चाहिँ हिउँदको बेलामा एकदम चाहिँ कठिन समयमा क्लाउडी डेमा प्रतिकूल अवस्थामा चाहिँ म त चाहिँ तातै पानी पोल्ने पानी नै नुहाउँछु भन्नुहुन्छ भने त्यतिखेर केही समय छोटो समयको लागि यहाँहरूले इलेक्ट्रिक इमर्सन रडको पनि प्रयोग गर्ने प्रोभिजन समेत यो हाम्रो सिस्टममा रहेको कुरा जानकारी गराउँछु। हस्त, धन्यवाद।